दर्शकबिन नेपाली क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेलको ब्याटबाट पछिल्लो केही इनिङमा ब्याटिङ नचल्नुले नेपाली क्रिकेट टिमलाई ठूलो घाटा लागेको छ। नेपाली क्रिकेट टिमले कुशल भुर्तेलको ब्याटिङ अर्डर नचल्दा एसीसी प्रिमियर कप गुमायो। त्यस्तै वेस्ट इन्डिजसँगको 5 टी20 खेलमा पनि कुशल भुर्तेलको ब्याटिङ चलेको छैन। कुशल भुर्तेलको ब्याटिङ नचलेपछि यति बेला नेपाली क्रिकेट टिमका हेड कोच मोन्टी देसाईको र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काको टाउको दुखाइ बनेको छ। कुशल भुर्तेल पछिल्लो केही इनिङमा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। कुशल भुर्तेलको ब्याटबाट चाहे अनुसारको रन निकलेको छैन। वेस्ट इन्डिज ए सँगको म्याचमा पनि कुशल भुर्तेल पहिलो र दोस्रो म्याचमा चल्न सकेका छैनन्। कुशल भुर्तेलको ब्याटिङ नचल्नुले नेपाली क्रिकेट टिमको ओपनिङ ब्याटिङ अब कसले गर्ने भन्ने प्रश्न पनि खडा भएको छ। कुशल भुर्तेल नेपालका आक्रामक ब्याट्सम्यान हुन्। कुशल भुर्तेलका कारणले नेपालले कैयौं खेल जितेको छ। कुशल भुर्तेलको ब्याटिङ यदि चल्यो भने नेपालले सुरुवाती अवस्थामा नै राम्रो स्कोर खडा गर्न सक्छ। तर पछिल्लो केही समय यता कुशल भुर्तेलको ब्याटिङ नचल्नु नेपाली क्रिकेट टिमलाई घाटा भएको छ। नेपाली क्रिकेट टिमले एसीसी प्रिमियरमा पनि राम्रो सुरुवात गर्न सकेको थिएन। आरिफ शेख र कुशल भुर्तेलको ओपनिङ जोडी त्यति किफायती बन्न सकेको छैन। पछिल्लो समय नेपाली क्रिकेट टिमको ओपनिङ अर्डर राम्रोसँग नचल्नुले नेपाली क्रिकेटले हारको बाटो देखिरहेको छ। नेपाली क्रिकेट टिमका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले पछिल्लो 10 इनिङमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्। पछिल्लो 10 इनिङको कुरा गर्ने हो भने आयरल्यान्ड ए सँग कुशल भुर्तेलको ब्याटबाट 37 रन आएको थियो। त्यस्तै नेपाल भर्सेस आयरल्यान्डको दोस्रो म्याचमा 25 रन आएको थियो। त्यसपछि चल्यो एसीसी प्रिमियर कप। एसीसी प्रिमियर कपमा पनि नेपालका ब्याट्सम्यान कुशल भुर्तेलको राम्रो सुरुवात हुन सकेन। नेपालले पहिलो खेल खेलेको मलेसियासँग कुशल भुर्तेलको ब्याटबाट 24 रन मात्रै आउन सक्यो। त्यसपछि एसीसी प्रिमियर कपको दोस्रो म्याचमा कुशल भुर्तेलको ब्याटबाट 12 रन मात्रै आउन सक्यो। त्यसपछि हङकङसँगको म्याचमा नेपालको ब्याट्सम्यान कुशल भुर्तेलको ब्याटबाट 32 रन मात्रै आउन सक्यो। नेपाल भर्सेस साउदी अरेबियाको म्याचमा कुशल भुर्तेल 0 रनमा आउट भए। त्यस्तै नेपाल भर्सेस यूएई को अर्को म्याचमा कुशल भुर्तेल 0 रनमा आउट भए। नेपाल भर्सेस हङकङको म्याचमा पनि 0 रनमा आउट भए। लगातार एसीसी प्रिमियर कपमा 3 पटक डक आउट रहेका कुशल भुर्तेलको रिकर्ड हेर्ने हो भने धेरै खराब छ। वेस्ट इन्डिजसँग 5 टी20 को खेलमा पनि कुशल भुर्तेलको ब्याटबाट पहिलो म्याचमा 16 रन र दोस्रो म्याचमा 2 रन मात्रै आउन सक्यो। कुशल भुर्तेलको ब्याटिङ अर्डर नचल्दा नेपाललाई निकै घाटा भएको छ। नेपालले कुशल भुर्तेलबाट धेरै अपेक्षा गरेको छ। यही अवस्था रहने हो भने कुशल भुर्तेल टी20 विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न सक्दैनन्, किनभने उनको पछिल्लो केही इनिङ हेर्ने हो भने उनको ब्याटिङ प्रदर्शन निकै खराब छ। कुशल भुर्तेलको ब्याटिङ राम्रो हुन जरुरी छ। पछिल्लो केही समय यता कुशल भुर्तेललाई सामाजिक सञ्जालमा पनि ट्रोल गरिरहेका छन्। साउदी अरेबिया र यूएई हङकङ सँगको म्याचमा 0-0 रनमा आउट भएपछि कुशल भुर्तेललाई टिमबाट निकाल्नु पनि सामाजिक सञ्जालमा आग्रह गर्दैछन्। पछिल्लो समय नेपाली क्रिकेट टिमका समर्थकहरू कुशल भुर्तेलमाथि निकै खनिएका छन्। आशा गरौँ कुशल भुर्तेलले पछिल्ला केही म्याचमा राम्रो गर्नुपर्छ। कुशल भुर्तेलको राम्रो ब्याटिङ चल्नु नै नेपाली क्रिकेट टिमका लागि राम्रो र सुखदायक पल हुनेछ, किनभने टी20 विश्वकपमा नेपालले राम्रो सुरुवात गर्नका लागि कुशल भुर्तेलको ब्याटिङ चल्नुपर्ने अति आवश्यक छ। दर्शकबिन अहिलेको भिडियो कस्तो लाग्यो, हामीलाई कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्रतिक्रिया दिनुहोला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला। अहिलेका लागि यति नै, नमस्कार, धन्यवाद।